आगामी चुनावमा मुलुकको आर्थिक विकासका लागि तपाईको पार्टीले कस्तो किसिमको एजेन्डा लिएर जनतामा जाँदैछ? धन्यवाद यहाँलाई प्रश्नको लागि है। हो 135 वटा अहिले दलहरू दर्ता भएको मध्येमा पनि नेपाली जनश्रमदान संस्कृति पार्टीले चाहिँ एउटा आम नेपाली जनताको मुक्ति कसरी बनाउन सकिन्छ र यो देश विश्वको धनी देश बनाउन आधारहरू के हुन् भन्ने खोज्दै जाँदाखेरि हामीले 73 सालदेखि यो विषयमा हामीले रिसर्च गर्दै आएका थियौँ र मैले अघि यहाँ लागि नै भने 135 वटा दलहरूको आफ्नो एजेन्डा भिजनहरू हेर्दा पनि मैले कुनै पनि पार्टीको भिजनहरूमा नपाएको। ताकि भन्न त भन्छन् सबै पार्टीका उम्मेदवारहरूले पार्टीले यो गर्छु त्यो गर्छ भन्छन्, तर अन्तिममा रहेर त्यो गर्ने भौतिक आधार चाहिँ के हो भन्ने मा चाहिँ सबै नेतृत्व पङ्क्तिका उम्मेदवारहरू अथवा यो देश सञ्चालन गर्ने सत्ता सञ्चालकहरू पनि यही कुरामा चाहिँ अड्किराखेको छन्, ताकि त्यो अर्थ व्यवस्थापनमा चाहिँ अड्केको देखिन्छ। ताकि त्यसकारण हामीले चाहिँ के गर्यौँ भन्दाखेरि राष्ट्रिय मुद्दाहरू खडा गरेका छौँ हैन। आम नेपाली जनताको पूर्ण मुक्तिको लागि हैन, नेपाली जनताको छोरा छोरीहरू सित्तैमा पढ्न पाउनको लागि भनेर भने हैन, नेपाली जनता सित्तैमा उपचार गर्न पाउनुपर्छ, त्यो व्यवस्था चाहिँ राज्यले गर्नुपर्छ भन्ने कुराहरू हामीले उठाएको छौँ हैन। 5 वर्षभित्रमा बेरोजगार युवाहरूलाई 5-5 लाख निर्ब्याजी ऋण क्रेडिट कार्ड राज्यबाट वितरण गर्ने यस्ता कुराहरू हामीले र 10 वर्षभित्रमा सुखी सम्पन्न समृद्ध देश र यो दोस्रो धनी देश चाहिँ यो देशलाई बनाउन सकिने भौतिक आधार सहित हामीले एउटा राष्ट्रिय मुद्दा खडा गरेका छौँ। सानो आगोको झिल्काले संसार डरेर लाग्न सक्छ भने चाहिँ एउटा सही विचारले संसारलाई हामीले परिवर्तन गर्न सकिन्छ हैन। त्यसैले गर्दा हामीले एउटा सही विचार लिएर परिवर्तनको खातिर, आम नेपाली जनताको मुक्तिको खातिर र यो देश नै विश्वको दोस्रो धनी देश बनाउनको निम्ति चाहिँ हामीले भौतिक आधार र भिजन लिएर आएका हौँ। त्यसकारणले गर्दा पहिलो नम्बरमा सङ्खुवासभा जिल्ला चाहिँ विश्वको दोस्रो अर्थ केन्द्र भनेर हामीले भिजन तयार गरेका छौँ। यहाँ कि अधिराज्यभरमा यो नेपाल अधिराज्यभरमा त्यो चिज छैन कि त्यो भौतिक चिज छैन, भौतिक आधार छैन, त्यो चिज कहाँ पाइन्छ भन्दाखेरि हाम्रो नेपालको सङ्खुवासभा जिल्लाको यो पनि समग्र सिलिचोङ गाउँपालिकाले आसपास त्यो छोएको छ। त्यो भौतिक भिजन सहितको आधार चाहिँ यहाँनिर पाइन्छ। त्यो चिज चाहिँ हामीले प्रशोधनमा ल्याउने बित्तिकै विश्वको दोस्रो धनी देश बन्ने आधारहरू त्यसमा उत्पादन हुन्छ हैन। र त्यसकारणले यहीद्वारा हामी चाहिँ आजसम्म अड्किराखेको यो देश सबै कुराबाट मुक्तबाट समृद्ध बनाउनबाट अड्किरहेको आजसम्म कुनै पनि नेतृत्व पङ्क्तिले कुनै पनि दल पार्टीले पनि यो भिजन उठाउन नसकेको र देख्न नसकेको भिजन चाहिँ विचार चाहिँ हामीले ल्यायौँ। त्यसकारण यही कुरालाई हामीले सुनाउन आएका हौँ हैन। हामी यो सबै दलहरूलाई कम्पिटिसन गर्नको लागि होइन कि होइन, म यही भन्छु नेपाली जनश्रमदान संस्कृति पार्टी नै किन भन्ने कुरामा म भन्न चाहन्छु कि सबै दलहरू हराएर एउटै दलले सही विचार भिजन लागू गर्यो भने त्यही मान्य दिनुपर्छ आम जनताले। ताकि अहिले 135 वटा दलहरू छन् तर पनि नेपाली जनश्रमदान संस्कृति पार्टी चाहिँ किन जन्म हुनु पर्यो, किन आउनु पर्यो हैन। तर बाध्यता हो कि यो भिजन र विचारले चाहिँ हामीले यो देशलाई समृद्ध बनाउन सक्छौँ र यो देशमा रहेका सम्पूर्ण आम नेपाली जनतालाई चाहिँ हामीले मुक्त दिन सक्छौँ। आज हामी यो देशबाट सबै युवाहरू विदेश झम्पल हान्न गइराखेका छौँ। अब हाम्रो भिजनले के भन्छ भने अबको 5 वर्षदेखि उता हैन, 5 वर्षदेखि उता हाम्रो नेपाली त आयो, विदेशका युवाहरू पनि विदेशी नागरिकहरू पनि हाम्रो देशमा आएर झम्पल हान्नुपर्ने वातावरण यो जुन अवस्था चाहिँ हामीले सिर्जना गर्नेछौँ। ताकि उहाँहरू चाहिँ जसरी हामी आज नेपालका युवा नेपाली युवाहरू चाहिँ विदेशमा गएर झम्पल हान्दैछौँ नि, त्यसको ठिक विपरीत हाम्रो देशमा त्यो किसिमको रोजगारहरू सिर्जना हुनेछ। र हामी नेपाली अब जनश्रमदान संस्कृति पार्टीले यो किसिमको भिजन ल्याउँदै गर्दाखेरि अब आम नेपाली जनताले यो बुझ्न जरुरी छ।